ओली बाइज ब्याक गाइज एकैछिन यो भिडियो हेर्नुहोस्। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले सम्पत्ति विवरण फेरि चाहियो। आगो लगाएर पुगेन सम्पत्ति विवरण खरानी छ उठाएर लैजा सरकार। सम्पत्ति विवरण त चाहिन्छ बा। तपाईको सम्पत्ति आगो लागोस् खरानी होस् कि कसैले आएर बम नै पड्काओस् त्यो हाम्रो चिन्ताको विषय होइन। त्यो तपाईँ आफ्नो होम इन्सुरेन्सवालाहरूसँग कुरा गर्नुहोस्। हामीलाई चाहिँ तपाईँको सम्पत्ति विवरण चाहिन्छ। तपाईँको मात्र होइन, तपाईँ जस्ता थुप्रै नेताहरूको, थुप्रै मन्त्रीहरूको, प्रधानमन्त्री भइसकेका व्यक्तिहरूको सम्पत्ति विवरण चाहिन्छ। अब यो पुरानो ढङ्गले काम हुनेवाला छैन। यो पुरानो सिस्टममा हामी छैनौँ। तपाईँहरू सबैले आफ्नो सम्पत्ति विवरण जति छिटो हुन्छ त्यति छिटो यहाँ पेस गराइहाल्नु होला। नयाँ सरकारको लागि मात्र होइन, यो फेरि यहाँ आम जनताको लागि हो। यो यत्रो वर्ष तपाईँको लुटेको पैसा कहाँ गयो के? एउटा पैसा बाहिर आएको छैन, एउटा मान्छे पक्रेको छैन राम्रोसँग। यहाँ कहाँ छ, कहाँ गयो त्यो पैसा? तपाईँहरूले के मजाक सोचिराख्नु भएको छ? यहाँ यो पाराले हुनेवाला छैन।